लगेडा हो हिमालयन जावाबाट हामी 10 भाइ लाभाहरू चाहिँ निस्क्यौँ। त्यो सब हान्यो भने त मुजी हामीलाई क्या आउनु नि मुजी पाउरोटी मात्रै खाने हो क्या। Cheers for happy life. ल्याम है हजुर खाना खानुभयो हजुर ल्याम। हेलो गाइज वेलकम टु हाम्रो ब्लग। हामी दुई लाभा इन हिमालयन जावा हेडिङ टुवर्ड्स। ओ अति गोरा आयो कि क्या मादर यो ब्राइटनेस घटाउनु पर्छ जस्तो छ यार। यो त अति भयो यार। के हो कसो योभन्दा त घट्दैन। आम्मामा कत्रो उज्यालो देखाएको हो। रोग केटा एकचोटि सेटिङ हानेर आइहालेँ। क्यामेरा चलाउनु नआएको कि लामो के हो खै यार केटा यार। घरि गोरो देखाउँछ घरि कालो देखाउँछ के हो के मैले त बुझ्नै सकिनँ यार। ओ कस्तो यहाँ गाडी आइज लगेडा हो यहाँनिर चाहिँ यस्तो धोस नभएको रहेछ। छैटमा यस्तै हुन्छ हाम्रो पानी बाघमा आएको चाहिँ यस्तो नभन्ने के हो यार केटा हो। अहिले कस्तो गोरो देखाएको थियो अहिले फेरि कस्तो कालो देखायो यार एकैछिनमा यार। हामी चाहिँ अब हामी पठाउ त हाम्रो मैला छैन। हेर हामी त्यति उयो पनि छैनौँ। यो संसारसँग यति धेरै भुलेको पनि छैनौँ हामीसँग पठाउ हुनलाई। अरू केटाहरू त गइसकेन्। हामीलाई यहाँ बेल किन्ने कान्छाले बेल किन्ने भनेर फसायो कान्छाले मलाई। आदर छ्यो अब हामी ट्याक्सी चढेर जान्छौँ होला। हामी पुग्न छ नक्सल। नक्सल जाने बाटो यही होइन दादा दादा कोही दादा नि रोक्दैन जस्तो यहाँनिर। हामी अझै अगाडि जान्छौँ ल अझै अगाडि। साथीहरू हामीले ट्याक्सी पाइसकेको छौँ। धेरै कति मिहिनेत गऱ्यो भने त ट्याक्सीको लागि। आम्मामामा ट्याक्सीको लागि यस्तो मिहिनेत त अब जाने बित्तिकै म पठाएर इनड्राइभ चाहिँ डाउनलोड गरिहाल्छु साथीहरू। ढाँडो हुँदो रहेछ नि। 50वटा ट्याक्सी गइसक्यो 50वटामा एउटा पनि खाली छैन। बल्ल बल्ल दादाको खाली रहेछ नि खाली पाएर आयो। अब हामी जाँदैछौँ नक्सल हिमालयन जावा। हामी वेट कतिजना लाभा छ त्यहाँनिर। हामी लगभग 10जना जति लाभा। त्यहीँ भेट हाम्रो जम्का भेट त्यहाँ। अब यस्तो काठमाडौँ सहर त बिजोग रहेछ त यार। कर भोक लागिसक्यो यार केटा हो यार। कान्छा र म यहाँ छिट्टो आएर हामीले के प्रगति गरेँ कान्छा भन्दै त देखाइदिएर फोटो। तर ब्राइटनेस बढाउनु पर्छ होला। एस्थेटिक भएको एस्थेटिक फोटो। केटाहरू चाहिँ बाटोमा देखिरहेको थियो केटा टुई हिँड्दै आउँदैछ। कहाँ पुग्यो खै। अहिले चाहिँ हामी यहाँको हिमालयन जावा। यहीँको त हो नि। यो उता बाटोको हो क्या। अब हामी चाहिँ यहाँ खासमा ब्रेक की हान्न आएको। ब्रेक की हाम्रो ब्रेकफास्ट हुँदैन केटा। हाम्रो ब्रेक की हुन्छ अनि ब्रेक की हान्नलाई चाहिँ तिनीहरू हिँड्दै तिनीहरूलाई भोक लाग्छ भनेर मैले साथीभाइहरू हिँडेको होला कि यत्रो लामो बाटो। मलाई चाहिँ ट्याक्सीमा आइज अरे। तिमीहरूले बाटो देख्दैनस् ट्याक्सीमा आइज अरे होइन। हामी पनि हिँड्न लाग्यो। यिनीहरूले ट्याक्सीमा आइज भने हामी ट्याक्सीमा आएको। अनि बाटोमा पनि देख्छु हिँड्दै टुई यार। अहिले केटाहरू टुई हिँडेको देखाउँछु म। त्यो केटा अहिलेको लागि यो हिमालयन जावाले हामी दुई लाभा नै बनायो हामी दुई भाइलाई। अनि केटाहरू बरु हिँडेर पुगिसक्यो हामी ट्याक्सीमा अर्कै हिमालयन जावा गइदिएछौँ के। छ्या साइकोमा त नक्सलको बोलाएको त्योमा पठाउलाई मैले हाल्न त मैले नक्सलकै हालिदिएको बाइकर जोन भनेर। तर के गर्नु हामीलाई अब यहाँ छोडिदिएपछि चितवन होइन बाटो थाहा हुन्न। ए लाभा भएर अब लाभै बनायो नि फेरि यस्तै बेला डाटा चल्दैन फेरि साथीहरू। यस्तै बेला हो नचल्ने। यस्तै बेला हो नचल्ने सबै। अब भित्रभित्र कसले आइसक्यो हामी। अब फेरि हामी लाभा हुन्छौँ जस्तो एकछिनमा। आऊ भाइ हामी धेरै लाभा नहौँ। अन्त हामीलाई यस्तो गर्छ त बल्ली छिरेर गइन्छ मात्र छु। कान्छालाई काठमाडौँ घुमाइदिएको क्या मैले। ए बिचरा रोटै काट्न पाएन। यस्तो हङ्ग्री हानेको बेला झन् कति गाह्रो हुन्छ हामीलाई। ल केटा अब केटाहरू सँगै भेटौँला उतै।
तपाईँ के हो एबिसिडी हेभिस्कस कसको के रे एबिसिडी एबिसी कुन एबिसी कसको माछा साछा कसको माछा कहिले भने एबिसी अन्नपूर्ण बेस क्याम्पबाट आएको कस्तो साँच्चै कुरो नक्कली हुन्छ नि यहाँ पनि के हो दाइ एबिसी भनेको के हो एप्पल बिटरुट क्यारोट तँलाई थाहा थियो कस्तो कालो आयो कि छ्या त भिडियो बनाउनु नहुने भ्लगर छ कि त मैले कन्ट्याक्ट के भने हो र कुरा निकाल्नु न त कुरा टपिक हेर्दो रहेछ त्यही भएर फ्यान्सी भएर रहेछ कस्तो छ के हो तिम्रो चाहिँ पिस्टी राम्रो के नखाने अनि अल्कोहल अस्ति त बियर खाने मान्छे हो त बियर म्यान उताबाट लाइट आख नि त यता त त गोरै देखिस् भाइ के को डिस्प्ले तेरो घडीको कहाँ नि लक भएको रहेछ कि एउटा कालै मोबाइल ल्याउनु एकचोटि किन ओए फोन दिएर तेरो कालो दिनर बाक अर्कै भने जग्गा तपाईँहरू कालै के हामी मान्छे नआएको फेरि हामीलाई साईको तिमीहरू पनि आउन्न फेरि तिमीहरू हिँडेको देखाउँछु भन्छु कुर्छु आउँदै आउन्न यही पछाडि हो कि हो त्यसकै होइन उहाँ होइन ठ्याक्कै तेरो यो टिमको घर छ नि यसकै पछाडिपट्टि थियो कि ऊ हो नि त यो त जावाको त अफिस हो तल रेस्टुरेन्ट ए जावा माथि मेन अफिस के हो त्यो थाहा छ नि म त भ्लग बनाउनु सक्छ मलाई मन परेन यार यो यार केटीहरूलाई कस्तो मन सरी गाइस माछा टेस्ट गर्दैछन् माछा त्यो के माछाको त्यो हुन्छ नि छ्या अनि फेरि लास्टै हेल्दी हो नि फेरि माछाको त्यो हामीले त्यो क्याप्सुलवाला माछा खान्छ नि याद गऱ्यो भिटामिन के त्यस्तै हो मलाई दिएन ओमेगा ओमेगा क्या माछा भनेको त त्यही होइन त्यो पोखरीमा गएको थियो त नाग पोखरीमा ल्याइदिइहाल्थ्यो नि स्न्याप स्न्याप छिटो लिने यार कसले भनेको स्न्याप स्न्याप झ्याउ लायो अरे अहिले थाहा हुन्छ अहिले आउँदै थिएन अनि स्न्याप खै रेडीमा देखा त ल रेडीमा छ होला देखा त स्न्याप स्न्याप रेडीमा पारेर आज स्न्याप त झ्याउ लाग्छ अरे यार उसले पनि जाने हो कि उसले गर्ने यार छिटो यार के गर्ने यो खाने हामी यो हाम्रो हो आयो क्या बसेर खानु न छ्या मजाले यार भेट्नु परेन बरु त्यही मिठो थियो होला त्यो रेड ससवाला एक गाँस पनि छैन यार
क्यामेरा एङ्गल पनि कहाँ गयो त टिस्यु छैन केटा क्यामेरा एङ्गल कहाँ गयो यार हाम्रो भाइको चाहिँ भेज है सक्यो उतापट्टि रहेछ कस्तो रहेछ एक खानु त मिठो होइन साथी त्यस्तो नभन न खानेकुरा आउँदै गयो मिठोमा खाउँदैन यही राम्रो रहेछ भन भाइ व्हाइट ससै मिठो रहेछ हानी है ल एक राउन्ड घुमाउँ त त्यो निकाल भाइ छिटो गर्नु न यार पास यार वेटिङमा हेर्नु न हामी पास हानिहाल्ने कि कुदिने ल यार पासन त्यो सब हान्यो भने त मुजी हामीलाई क्या आउनु नि मुजी पाउरोटी मात्रै खाने हो क्या पाउरोटी मात्रै पाउरोटी मात्रै कति खाएको तिमीहरूले केही नै खाएन कि बल भयो पिज्जा मगा दुईटा अलिअलि राम्रो सकेछ हानी है त यिनीहरूले पास हानी है त बिस्तारै यार दादा एक बाइट हानौँ न यार खै एक बाइट ए भाइ तानो त यो सिङ्गाभित्र गयो नि ल के हो मायो जगेडा चकाप मगाएको सकिसक्यो जान त घाना होइन क्या एउटा टिकटक हेरेको थिएँ मैले बत्ती निभाएको छैन हिजो फोटो चाहिँ यति गएको के अब पिज्जा आउँदैछ अरे हो यिनीहरूको ब्रेकफास्ट हो कि के हो यार यता पुरै डाइटै भयो यार धन्दै मैले खानेकुरा मगाएन भेज कहाँ मगाउनु पुग्यो ज्याकेटमा हाल्नु चार्ज लगेडा हो हिमालयन जाबाबाट हामी 10 भाइ लाभाहरू चाहिँ निस्क्यौँ तपाईँको ओठ फुटेर म सुक्खा भइसक्यो ल अब खै हामी 10 भाइ लाभा नि हिमालयन जाबाबाट निस्क्यौँ है अब हामी वाक हुँदैछ हाम्रो वाक ओए घन्टी जय घन्टी बज्यो है काठमाडौँबाट सिधै कहाँ जाने एकजना कति लिन्छ बसले जान्दै 400 कि 500 लिन्छ 600 के को कहाँ एकजनाको 500 उयो छ कालो अङ्गुर लङ्गुर यहीँ छ कालो अरिङ्गल कालो ला भाइ तिमीलाई कालो अरुङ्गल भन्दैछ हो पछाडिबाट कसले भन्छ थाहा होला नि बाघ हेर्ने भयो यता हेरौँ भालु हेर्ने भयो यता हेरौँ
उता हो त त कता टोपीवाला टोपी केटा भनेको यति हेर्नु छ नि सानोतिनो जुत्ता यहीँ रहेछ दादा पार्कमा है यसो गेम सेम खेलाइ केटा दाइ अनि हजुर यहाँ काठमाडौँ बस्नुभएको कति भयो म भयो 1 वर्ष जति हुन लाग्यो फाक लाग्छ होइन दामी लाग्छ दामी लाग्छ अनि हजुर त मलाई कहाँ लान्छ भने प्याज कहाँ रे ए गिग भनेको वेडनेसडे छ वेडनेसडे स्याटरडे वेडनेसडे रेगी केटाहरूलाई सबलाई वेलकम छ हार्डकोर पङ्क होइन केबिएचसी काठमाडौँ भ्याली हार्डकोर यस ओहो ल अब हाम्रो अर्कोसँग इन्टरभ्यू लिन्छु सर हजुरको सर इन्टरभ्यू लिनु एकछिन समात्नु न त इन्टरभ्यू नदिउँ होला यार दिने जस्तो मुडै छैन र तपाईँ दिनुहुन्छ My name is Ravana. सर कस्तो लागिरहेको छ अलिकति नसक्दो रहेछ यसले इन्टरभ्यू दिन साथीहरू अब हामी हिँडाइ चाहिँ कहाँ हो ओ काले मेरो पाटन हिँडाइ चाहिँ कहाँ हो हाम्रो हिँडाइ चाहिँ कहाँ हो त्यो गाडी छ रे ए ट्रायलमा गएर पाटन छोडेर आउनु न त तपाईँ नजानी नै भयो हामी या फोन खेल्न जाने हो गोकार्ड नजानी भयो रे दाइ गोकार्ड हान्न जाऊँ न बरु यार होइन त चिप्लिट खेल्न जाऊँ न यहाँ कहाँ म त जान्नु म एक्लै त के जान्छ नि त्यहाँ फेरि गोगाड मात्रै छैन नि त एक्लै त के जान्छ नि गेमहरू छ अरू पनि जान्छ बसेर यसलाई यहाँ पठाइदिए यसलाई एक्सर्साइज गरे हेर्नु जा अहिले राति गर्छु त्यहाँ मैले हिजो हेरिसकेँ त्यहाँ अगाडि स्पेस रहेछ एक्सर्साइज गर्ने त्यहीँ गर्छु कि के गरायो त्यो उहाँ रहेछ यार को आयो कहाँबाट आयो खै डेनिली रहेछ त्यहाँ हाम्रो त के भयो भ्लग यार केटा हो यस्तै पारामा हेर न जेब्राको क्रसिङमा यार म्यान हो लगेडा आजको भ्लग चाहिँ मिलेर हेर्नु होला अब हामी जाँदैछौँ लभिङ महल किनकि हाम्रो केही कामै छैन अनि त्यहाँबाट हामी पाटन यो के रहेछ अफिस अफ द डे यस्तो छ हाम्रो पारा चाहिँ अनि हामी अहिले 3 भाइ लाभाहरू मात्रै छन् हामीले चाहिँ फग हान्दो रहेछ त्यही हो माया भटभटेमा सन्नी ओ माई गड यस्तै छ अब के गर्नु त यार चितवनमा रेड लाइट सेट लाइट हुन्न होइन भाइ आनन्द खान चितवन होइन सुई जहाँ छिरानी भयो आफ्नो मर्जी यहाँ त अब स्टप यहाँ स्टप भनेपछि नेपाली स्टप भाइ छिटो दिदी बाटो काट्यो नि हो गफ हान्दै होइन मस्त गफ हाने अफिसको गफ होला नि उयो अगाडि अब बल्ने आगोमा राखु बलेर काठमाडौँ चिसो छ है चिसो छ चिसा हावा हामी चितवनलाई त मजाको वेदर रहेछ आइयो है साथीभाइहरू आइयो है गो कुदा भाइ कुदा हरियो परिसक्यो वाह गाइजहरू त पुरै के हो बिवाइडी हेरेर बसेको छ त के बिवाइडी खेलाउने गाडी चेक गरेर दिउँ क्या कस्तो अँध्यारोदेखि लामो अँध्यारै आएको को गयो माथि हाम्रो चाट शीतल रहेछ यार यहाँभित्र
जुत्ता ब्यान्ड होइन भेन्स यहाँ पुमा खै त दाइ उयो च्यान्टेहरू बल्ने छु आगोमा अन्त हेर्नु त नि कस्तो यस्तो ओके म त यो पनि यो मनपर्छ दामी हो त ए हो यो उयसको यस्तै त लिएको नि मैले तर यो चाहिँ त्यसको हो कि विराट कोहलीको हो क्या यो विराट कोहलीको हो कि रहेछ यार अहिले कति रहेछ 11,000 रहेछ यो दामी रहेछ यार के क्या किन यो पनि दामी रहेछ च्यान्टेलाई कस्तो ल्याइदिएको रे भाइ एउटा ल्याएको थियो कि पुमाको यो ब्याग हेरे किन त्यो नर्थ इस्टको ब्याग के भयो त त्यो दामी छ नि त्यो भोलिको सामानहरु हजुर के खुब यो क्याट के रे पुमाको सोरुम नि रहेछ ल केटा आँखा सेकाइ कसैलाई BMW को जुत्ता लाउन मन छ भने भन्नुहोस् ज्याकेट छ फरारीको ज्याकेट छ हामीसँग अभाइलेबल यहाँ BMW को टी सर्ट छ यहाँ फरारीको टी सर्ट छ यहाँ पुमाको यो नर्मल टी सर्ट छ यो पुमाको ब्रान्ड टी सर्ट छ कसलाई हामी भर्खरै आएको यहाँ पुमाको सरले देखाउँदै हुनुहुन्छ कि हामीलाई कपडाहरू जो कि तँलाई ठिक हुन्छ पुमाको म्यान्चेस्टर सिटी त फ्यान होइन जुत्ता चाहिँ मलाई मन पऱ्यो है कोही यार कन्भर्स जस्तो बेन्च जस्तो कि रहेछ त आएको के किन्ने हो यहाँ आइजन अरे यो टी सर्ट पुमाको वहाँ किन्थ्यो कि इन्डियामा पुमा पुमा यो पुमै किनेको एडिडासको त कोही भन्दैछ ब्रान्ड हाउस छैन यो जुत्ता पनि दामी पोर्से रे एउटा हो पाटनतिर है पाटनतिर दुईजना एउटा भाइ हेन्सीसँग हिँडेको छ खै त हेर त हेन्सीसँग हिँडेको छ है हाम्रो केही काम छैन हामी यतिकै यहाँ बस्यो गफ हान्यो डोना आउँछ डोनालाई कुर्यो बेबी तिमी कुरा पो नि कस्तो कालो आएको यार आफूलाई त गोरो देखाएको छ यार क्यामेरामा ए गोरो मान्छेलाई गोरो देखाउँछ ए यो चाहिँ हाम्रो फेवाताल लाभै हो हामी लाभै हो कसलाई बेबी तिमी कुरा पर्ने बुझ्छ न डोना मत रोना उ त्यहाँ हो डोना यता सिधा हो यो बिचको तालको बिचमा आऊ न तालको बिचमा सिधै आऊ न काला काला हेर्न कालालाई के भन्नु एउटा डाइलेक्ट हान्न डोना लड्कीको चक्करमा मत रोना भन्न है मैले भन्थेँ त त्यो पहिला त्यही त अनि फेरि भन्न अहिले आएपछि आयो है डोना आयो सिधै वाह मादरी छोत वाह हेर्नु स्टाइल हेर्नु त्यहाँ मोबाइल चलाएर साइडमा ब्याग लगाएर आमा हेर्नु कालु डोना लड्कीको चक्करमा ए एने आऊ बेटुवा हेर्ने आऊ यता आऊ न त ए डोना
डोना लड़की के चक्कर में मत रोना क्या गोरो देखेको यार सर्ल कि उतासम्म जा उतासम्म राउन्ड आन उतासम्मै हो ओए दामुदालाई त ढोक गर न ओए कस्तो गोरो देखेको भाइ तिमी क्यामेरामा यार ओभर हेन्सी जाऊ त यार भाइ घन्टी ए ऊ त गोरै हो नि बाँच्नु मन छैन क्या फेरि फाल्दिउँ त्यहीँ फेरि रनमतीलाई एउटा फोटो खिच्दै त दाजुभाइको गल्ली गल्लीमा हल्ली हल्ली हाम्रो गोरा र काला सँगै सँगै बेबी तिमी कुरा पनि बुझ न ए हेर्न आएको हामी केटा दाइलो डिस्क्राइब हान्नु न त अब के हो तपाईँ पाटन घुमाउने मान्छे अब तपाईँ गाइड जस्तो त नि अब बुझाउनु न अब के हो त्यो मेन मान्छे बल्लामा देखेको भाइस प्रिन्सिपल सर अगाडि ए भाइस प्रिन्सिपल सर नजानेको नथाहा भएको मात्रै डिआई हो डिआई डिआई हो डिआईको हुलिया फेरि चप्पल कपाल काट भन्ने हामीलाई अनि आफू कपाल पाल्ने डिआई त्यस्तो त भएन नि त यार ब्याग चाहिँ भिजेर हिजो फेरि पानीको बोतल शुद्ध हो लभली ल ला उयो सुनको हो र होइन होला है ऊ त माथि हो दामदाले फेरि हेरेर थाहा पाइन्छ कि सुन हो कि होइन कहाँ हो ल त्यसो यार यहाँ बस्यो छ्याङ खान लाने भने होइन त्यसै खाना जाने भने कि उस गर्न जाने भने के गर्न के अरे चिउरा अन्डा जे गर्दा नि हुन्छ तपाईँले पहिला सुरु के भने अहिले छ्याङ खाने के भने सबलाई सोध्यो नि जाने भए जाऊँ यहाँ भित्र छ क्या दामी यहाँको होना चाहिँ भित्रपट्टि त्यो चाहिँ हुना छ अरे त्यो अगाडिको यहाँको होइन क्या त्यहाँ अर्को छ क्या जहाँ पनि नचुस् न भाइ ओ डोना लड्कीको चक्करमा मत रोना कस्तो गोरो देखेको यार क्यामेरामा क्यामेरामा भनेको के यसरी आँखाले भने होइन खै के ल्याएको कोसीले हेरौँ त इन्डियाबाट खोल न खोला कहाँबाट आएको अरे प्लेन चढेर केही नि छैन भनेको प्लेनबाट कहाँ चढेर कहाँबाट प्लेन चढेर लुगा मात्र हो कि मसँग सिमराबाट कति लियो नि रोबर ब्रान्डको बक्सर ए चस्मा लाऊँ न ल्याउ न अस्तिको चस्मा ओए मादरचोद अब यहाँ स्क्रिनसट हान है युट्युबमा कमल छ त चस्मा त अलिक कस्तो थियो भन्नु लाउँछस् चिट्टी रोबर देखिन्छस् ओए खतरा देखियो त यार कहाँ गयो जेसन दाई लगेर अहिले भेटौँला हामी कस्तो आँखा फोटोग्राफर कस्तो आयो फोटो हाम्रो स्कुलको टुरबाट आउनुभएको हाम्रो अलिकति म्याडमहरू आएन भाइस प्रिन्सिपल एकाउन्टेन्ट पाले दाइ के प्रिन्सिपल ब्याचलर फर्स्ट इयर थर्ड इयर ये मुझे ये पढ्दै पढेन उहाँ चाहिँ क्यान्टिन अनि दाइको के राखेको थियो यार दाइलाई होइन होइन डिआई पालेसँग बस्ने म त घन्टी त नि 7 लाग्ने भन्नु न तपाईँ यहाँ 7 लाग्ने रिजल्ट हेर्छस् चिट्ठी रोबोट अफै गरिदियो यार क्यामेरै ए भएर हुन्छ एसी अफ हुन्छ यसो हान्नु त के रे दाइ अरेवाहरू चाहिँ लभली छ चस्मा लगाएर गोरो देखि मान्छे गोरो हो त मान्छे गोरो अब यता उता गयो आयो ए बोलेको
ओए व्हाइट लेभलले त यहाँ यहाँ राख्ने यता तान्न एकचोटि हेर मै खाइदिएको हाम्रो छल्ला हुन्छ कि क्या हो जेसन दाई कुन ठाउँ रे यो ओ जेसन दाई कुन ठाउँ रे यो ओ जेसन दाई भन्नु भनेको कुन ठाउँ भनेर यस हुनाचा 3 जेनेरेसन हो यो कति जेनेरेसनमा पर्छ त्यहाँ हेर्न लेन यहाँ लेन एकचोटि यता यता ल मै खान्छ कि नै मै खान्न त्यही 16 बाट खिच्देको रेडीमा छ नि यार केटाहरू के फेरि एस्टेटिक बोयहरूले यस्तो स्न्याप त हान्दैन होइन चिउरा सिउराको ल यस्तो चाहिँ हामीले खाना पाउँछ केटा आनन्दले यस्तो चाहिँ यिनीहरूले स्न्याप हान्दैन क्या लोकल फुडहरू एस्टेटिक मात्र आमामा ढल्ने हो कि क्या हो अब त नि भर साथी भर बाउले पनि यस्तरी भरेन ल्याम कहाँ ल्याम हान्छ जोखेराको नाचौँ नाचौँ तिमी र नाचौँ अलिक जुम भएछ भित्र बाहिर पो कालो रे के गरम ल्याउनु सिद्ध न हाम्रो छ्याङ्कोलाई खाने भयो छ्याङ खाने भयो व्हाइट लेभल आज केलाई छ्याङ दादा भयो नि व्हाइट लेभल केमा पुग्यो यार फाइनमा पुग्यो यार यस्तै हुन्छ कहिले यस्तै हुन्छ खै ल दाइ ल ठोक्काम ल चियर्स ल चेयर्स फर ह्याप्पी लाइफ डोन कम कान्छ ल ओए ला चेयर यस्तो अल्छी बनाउँछ क्या लास्टमा चाहिँ गएर सुत्ने त नि अब माल केटा हो माल चेयर्स फर ह्याप्पी लाइफ ल उठाइदिए कान्छ तपाईँ पनि दामदाईसँग कहिले हो कहिले अब दामदाईसँग ल म पनि हान्छु ल उठाऊ है तपाईँ कति बजे टलटल हाल्ने क्या ठिकै त ए ओइ ल यसलाई नै हाल्नु ल तिमी पनि नेट है त ल यता पनि नेट यहाँ पनि हाल्छु ल हामी ए नेट हान्दियो यता नाटक हान्ने फेरि नेट हान्नु ल है नेट है ल उठाइसक्यो क्या नेटो फेरि कसले जोखेले ए अगम दाइले नेट है नेट हो फेरि जसले छोड्यो ओ प्रकाश दाईसँग जसले छोड्यो फेरि उयो हुन्छ नि फेरि ल वान शट है वान शट चेयर्स फर ह्याप्पी लाइफ ल हानम त हानम ममा हानिदिन्छु कि ओए दाइ आदि त फस्या लभली यस लभली जोखे लभली दामदाई लभली गाले लभली आकु लभली टिकल न आमा ड्याङ 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 हाइटमा
बल्ल मजा आयो यार कस्तो फिल भइरहेको छ तपाईँलाई कस्तो फिल भएको भनेर ढेवा हान्दिँदाखेरि फिलै त्यही भन्न त कान्छा 32 क्या हो यसलाई चाहिँ हिपहप देखियो कि जेम्सी बोय प्रकाश दाई ठिक छ नि दाई दाई त फेरि सुटरै हो सुने थिएँ कहाँ लौ रुकिन एकछिन बसौँ ओइ मा यस्तै गर्दा अब लास्टै मलाई हाल्नु रे आम्मा अब तिमीहरूले कहाँ थियो आउँथ्यो नभन अब हामी चाहिँ खाना आएको त्यही हो अब त्यही मौकामा एकछिन टिकटक लाइभ चाहिँ बस्थेँ म अब यहाँ हाई लेख्दा हुन्छ है 5 सेकेन्ड छ है हाई लेख है त्यही हो अब हामी खाना खान्छौँ खाना आएको यहाँ मन्त्र थकालीमा छिटो लेख त मेरो मात्रै हेलमेट र अर्को मात्रै मन्त्र छ अरे हाई एउटा आयो है एउटा हाई आयो टिकटकबाट है एउटा हाई आयो है बबिन गिरीबाट हाई आयो को छ हाई हानमै धेरै टाइम छैन आयो है फेरि बबिन गिरीबाट फेरि आयो यहाँ दादाहरू बियर सेयर खाने रे अब कोले खाने हो अर्को पनि आयो है सुभाष शाखाबाट आयो है कता हामी आज हामी पुरै चकाप हो यार चकाप हान्दै खाना आएपछि भेटौँला केटा होला अब हाइसाई आउनु है तिमीहरूको ब्लगमा ल्याम है हजुर खाना खानुभयो हजुर ल्याम ल दाल हजुर दाल हाल्यो सबै अचार हजुर अचार आलुको ल हजुर कालो अचार खोर्सानी हो यो खोर्सानी फर्सीको तरकारी ल एकदम है एकदम लगेडा हो अब हामी चाहिँ खाना हानेर एउटा अम्म भएर होइन चल्दिस होटेलतिर दादा छ ए हुन्छ दादा एकछिन यहाँ भ्लग बनाउन मात्रै हो के भयो भने ठिक छ लगेडा हो हामी रुम गएर भेटौँला चगाप हामीसँग छ त लाइट के लाइट भन्छ यसलाई यो हाइपर 14 प्रो म्याक्स लाइट हामीसँग कमी नै छैन अहिले चाहिँ हामी कहाँ हो भन्दा यहाँ झम्सिकेल यो डम्म भयो यार केटा हो यार खाना हानिदिएको त थैट कस्तो भयो तिमीलाई फिलिङ्स झ्याप्प गरेर सुताउँ जस्तो होइन साथी पेट फुल्लेर कम्ती हो पड्किन्छ जस्तो भएन तिनीहरूलाई नि खाएर आइज त भने अब तिनीहरू खायो कि नै थाहा होइन अब तिनीहरू खाने भने हुक्का मात्रै हो अरू केही खानु हो डोना 6 दिन भएर हुक्का नखाएको अरे अनि पागल हुनु लाग्यो क्या मैले अहिले सोध्दा त खाना पाएँ दादा भन्दैछु त लगेडा अब हामी रुमतिर गएर भेटौँला गुड नाइट हानिदिन्छु लास्टै नि त लाजु भएर गुड नाइट लगेडा अब हामी चाहिँ खाना ए भन्दै देखेँ लगेडा हामी चाहिँ खाना खाएर लगेडा हामी चाहिँ खाना खाएर के अरे रुमतिर आइसक्यो हाम्रो चाहिँ यस्तो छ है अपार्टमेन्ट है हौडा ढुस होइन ल तिमीहरूलाई अझ फेरि देखाइदिएँ एउटा रुम भयो यो चाहिँ म्याजेस्टिक अपार्टमेन्ट हो अनि यो चाहिँ हल भयो टिभी छ अनि यहाँ बाहिर पनि छ फेरि बार्बिक्यू मेसिन पनि छ अलिक यहाँ दिन्छु यहाँ देखाइदिन्छु यता यस्तो छ होइन उता बार्बिक्यू मेसिन छ यो भइहाल्यो अनि अट्याच बाथरुम हो एउटा कोठामा एउटा बाथरुम छ यो कोठा भयो उता बाथरुम छ अनि यहाँ पनि फेरि बाहिर पनि बाथरुम छ एउटा
होइन अनि फेरि हाम्रो यो कोठा भयो अनि यहाँ पनि फेरि बाथरुम छ है ल हामी चाहिँ अब त्यस्तै हो औडा खायो लाइक सेयर सब्सक्राइब गरिदिनु माया छँदैछ अब हामी चाहिँ गुड नाइट हान्न लाग्यो ओपन निन्द्रा लाग्यो डह्रो खाएर आएको थियो क्या हामी त्यही भएर निन्द्रा लाग्यो ल गुड नाइट गाइज माया छ है सबलाई सटै सट